आज त बेबीलाई बल्खु एरियामा घुमाउन लगेको। मलाई धेरै गर्मी भयो भन्दै बेबी म उखु जुस खान्छु भन्दै जिद पो गर्न थालिन्। अलराइट गाइज, वेलकम टु माई मिनी भल्ल। आज म मेरो बेबी भिनाजु र दिदी हामी सबैजना निस्क्यौ बल्खु तर्फ। त्यता जानुको मेन रिजन भिनाजु विदेशबाट आउँदा कान्छी बहिनीहरूको लागि नि केही सन्देश ल्याउनु भछ रे। सो सबैसँग एकछिन भेटघाट गरौँ भन्ने चाहना सहित हामी सबैजना त्यता जाँदै छौं। र त्यहाँ जानुभन्दा अगाडि भिनाजुले अलिअलि कपाल मिलाउन सैलुन छिर्नु भयो। विदेश बस्दा बस्दै कपाल लड्की जस्तो लामो पालेर आउनु भछ भन्दै कपाल कटाउँदै गर्दा ला दिदीले बहिनीको लागि रेडी पारेर राखेको सन्देशका झोला कोठामै बिर्सेर आउनु भछ। दौडिँदै गएर मिठाईका झोला लिएर आइपुग्दासम्म भिनाजु कपाल मिलाएर गाडी चढ्नलाई एकदम तयारी अवस्थामा बस्नु भा रहेछ। ओके, हामी सबैजना गाडी चढेर फुपू घर पुग्यौ। र फुपू घर पुग्दा त डगेश भाइ कति बेला बाहिर निस्केर हामीलाई सिध्याइदिउ जस्तो गर्दै थियो। महा डेन्जर रहेछ कुकुर भन्दै भित्र जाँदा कान्छी बहिनी भर्खर टाउको पखाली बसिया रहेछिन्। सन्चै छस् फुपूहरु खोइ त भन्दै फुपूज्यूसँग पुराना गफगाफ गरे। बाबा मम्मीको राम्ररी ख्याल राख है चन्दन भनेर फुपूज्यूले भन्नुभयो। ओके छ त भन्दै बहिनीलाई राम्ररी पढेछ है भनेर हामी सबैसँग भेटघाट गर्दै बाहिर निस्किँदा बेबीलाई गर्मी भयो भनेर हामी बेबी सँगै चारैजना मिठो उखुको जुस खाँदै लाग्यौ गाडी चढ्न तर्फ। धन्यवाद।